तिम्रो बुहारी कतिको काम गर्छ? मेरो त एउटा केही गर्दिन भनेको पनि टेर्दिन हाम्रो त गर्छ गरेबा छ हाम्रो त गर्छ हामी त केही छैन नानीहरु आरा छन् छोडेका छन् मकै भात नगए पनि डोको घरमा राखेर अनि घर धन्दा सबै कुरो गर्छ राम्रो ठिक छ हाम्रो त छैन केही छैन गर्दैनन् म जान्छन् नानी हुरुक रुन्छ मकै भात नपठायो भने डोको खेतमा राखो अनि गाउँतिर पसो अनि म चाहिँ हिँडेको है घर अब काम के छ तिम्रो? म त अब घरमा काम छ है हिँडेको घरमा ल म पनि जान्छु अब के गर्नु र कहाँ मर्ना गइसक्यो यतिखेर आउनु छैन नानी कहाँ गयो यतिखेर मुन्टेकी छैन मकै भात न के गर्नु र दुखिया कर्म हामी बुहारीको जहाँ गए पनि यस्तै अर्काको घरमा आएर पनि मरि काम गरेँ केही छैन अहिले घरमा गएर सासूको कति गाली खानुपर्छ मेरो कर्म त यस्तै रहेछ मकै भात नगएकी मान्छे ढुक्कै गएर गाउँ चाएर बस्न जाँलेको रहेछ घरमा काम छ केही देख्नु छैन भाँडामा सोनु पर्ने भात दिनु गरेको छैन कुचो लिएर नठक हल्लाउँछे जा गएर गएर भाँडामा सोनु कुचो हल्लाएको गएर भाँडामा सोनु नि जुना भाँडा त कल पनि थुपाइरहेको छ मेरो यहाँनिर आएर भाँडामा सोनामा जुना पनि छन् कलमा जुना भाँडा भात पकाउन रात परिसक्यो तल लाज हुँदैन कस्तो भाँडामा सोनु गएको राम्रै यो सासूको जातै यस्तै हो कि क्या हामी बुहारीले जति काम गरे पनि नदेख्ने मेरो कर्म त यस्तै रहेछ अभागी